गाई 9 महिना 10 दिनमा ब्याउँछ। सामान्यतया यो गाईको लाइभ हो। खोलिदिउँ डोरी, गाई ब्याएको लाइभ हो यो। डोरी खोलिदिउँ। है त्यो खायो, आइदैन आइदैन, खान्छ खायो नि त। अनि यो लाइभ हो। यो लाइभ हो। आज मिति 2000 विक्रम सम्वत 2073 साल। सबै खायो। कुद भनेको थिएँ, त्यही भएर आइज भनेको। त्यहाँ टेक्न टेक टेक कसेर टेक। गाई ब्याउन तयारीको अवस्थामा नगर न, चुप्प लाग के। यो विज्ञानले खोज्छ के पछि। फोटो खिच्दैनन्। 9 महिना 10 दिनमा ब्याउँछ गाई भन्ने प्रमाण छ हिन्दू शास्त्र अनुसार। चुप्प लाग, नबोल, जा घर जा, जा बाइक लिएर जा। सानोलाई त्यो के अरे उसको तन्ना उभि ल्याइ भन्, चाहिँदैन। सिरकको खोल, थोत्रे म्याक्सी पठाइदे। भाइ बल गरिरहेको छ। चुप्प लाग्नु, भिडियो हो के। आज 2073 सालको चैत महिनाको 2 गते होइन? आज बुधबार होइन? लु हेर्नु देखो कहाँ कहाँ कुद्छ। यो स्थान झापा बिर्तामोड होइन त। यो गाई ब्याएको लाइभ हो। यो चाहिँ पछि काम लाग्छ के, पछि विज्ञानले लान्छ यो। फेसबुकमा त हाल्ने होइन नि यस्तो त मुला।
युट्युबमा चाहिँ हाल्नुपर्छ नि पछि। ऊ ऊ दुईटा खुट्टा दियो। दुईटा खुट्टा निक्लिसकेको अवस्था छ अहिलेको अवस्था। दुईटा खुट्टा निक्लिसकेको अवस्था छ। 9 महिना 10 दिनमा ब्याउने भनिएको छ गाई। अब यो छिट्टै ब्याउन सक्छ, लगभग 5 मिनटभित्रमा। यो भिडियो लामो हुँदैन, 5 मिनटभित्रमा ब्याउन सक्छ। अब यो लाइभ एचडी पनि हो यो। त्यति खिचिहाल्नु भयो। यो पुरै पाछो बाहिर निक्लेकोसम्म खिच्दाखेरि राम्रो हुन्छ कि। त्यस्तो संवेदनशील खालको त्यो मान्छे र गाईमा के अन्तर हुन्छ? त्यस्तो खिच्नुहुन्छ नबोल्नु हौ।